संसदको पहिलो दृश्य, पहिलो आकर्षण नै बालेन शाह। न कसैलाई वास्ता, न कसैसँग हाई हेलो। काठमाडौँ महानगरको पूर्व मेयर रहेका बालेन शाह जब आफ्नै अन्दाजमा संसद छिरे तब माहौल नै बदलियो। कालो टोपी, कालै चस्मा, सेतो दौरा, कालै कोट। कसैको चाकरी नगर्ने स्वभावका बालेन पुग्दा राष्ट्रपाका सांसदहरूले सम्मानमा उठेर स्वागत गरे। यो केवल एउटा व्यक्तिको स्वागत मात्रै नभएर बदलिएको जनमतको सम्मान देखिन्थ्यो। लगत्तै प्रवेश गरे नयाँ गेम चेन्जर रवि लामिछाने। सबैलाई शालीनतापूर्वक नमस्कार गर्दै रवि पुगेपछि राष्ट्रपाका सांसदहरू फेरि ज्राक जुरुक उठे। बालेनले हात अघि बढाए, दुवैले हात मिलाए र बसे। यो ह्यान्डसेक दुई नेताको भेट मात्रै नभएर पुरानो सिन्डिकेट विरुद्ध नयाँ मोर्चाबन्दीको सुरुवात देखिन्थ्यो। तर अर्कोतिर एउटा यस्तो दृश्य थियो जसले इतिहासको निर्मम समीक्षा गरिरहेको भान हुन्थ्यो। कुनै बेला 229 सिटको सुप्रिम कमान्डर बनेर गर्जिएका पुष्पकमल दाहाल प्रचण्ड आज यति कमजोर हैसियतमा छन्। ओली र देउबा जस्ता समकक्षीहरूको साथ पनि छुटेपछि एक्लिएका प्रचण्डको अनुहारमा एउटा शून्य भाव मात्रै थियो। संसद यात्रामा केही महत्वपूर्ण उपलब्धि दिए पनि समय र जनताको आवश्यकता नबुझेकै कारण आज उनी निरीह र स्याड मुद्रामा आफ्नै पतनको साक्षी बनिरहेको देखिन्थ्यो। सबैभन्दा रोचक त तब देखियो जब कुनै बेलाका सहयोद्धा मेलामा हराएका दाजुभाइ जस्तो एउटै टेबलमा भेटिए। तर यो भेटमा न लाल सलामको जोस थियो, न क्रान्तिको गन्ध थियो, त केवल मजबुरीको एउटा नमिठो मुस्कान। हिजोसम्म संसद ओली देउबा प्रचण्डको पर्खाइमा हुन्थ्यो, तर आज समय बदलिएको छ। आज प्रचण्डहरू नआएका रवि र बालेनहरूको बाटो पर्खिएर बस्नुपर्ने अवस्थामा छन्। यसले के पनि प्रमाणित गर्छ भने राजनीतिमा कसैको कमान सधैँ रहँदैन। जनताले चाहे भने बादशाहलाई सडकमा र सडकका शाहलाई सिंहासनमा पुर्याउन सक्छन्। तर नयाँले पनि आजको सफलतालाई अहंकारीमा होइन, जिम्मेवारीमा बदल्नु, नत्र अवसान आफै आउनेछ। लामो पर्खाइपछि बालेन र रवि जब संसदमा प्रवेश गरे त्यसपछि शपथ खुवाउन कांग्रेसका अर्जुन नरसिंह केसी पनि संसदमा प्रवेश गरे। उनले शपथ खुवाउनुको त्यस्तो ठूलो कुनै कारण छैन। सबैभन्दा वृद्ध अर्थात् सम्मानित ज्येष्ठ नागरिक भएकै योग्यताका आधारमा उनले बाँकी